Hello everyone, welcome to our YouTube channel Competition. यो च्यानलमा हामी ग्रेड 12 म्याथमेटिक्स एनईबी स्टेप बाइ स्टेप कन्सेप्ट क्लियर हुने गरी पढाउँछौं। साथै बोर्ड एक्जामिनेसन प्रिपरेसनको लागि सिम्पल स्टेपबाट सिकाउँछौं। If you want to score good marks and understand math deeply, this channel is for you. Let's start our today video. धेरै आज भिडियो सुरु गरौँ। आज भिडियोमा हामी ग्रेड 12 म्याथमेटिक्स को एन्टी डेरिभेटिभ को मल्टिपल चोइस क्वेशन गर्नेछौं, एमसीक्यू क्वेशन। यो लास्ट भिडियोमा हामीले केही सब्जेक्टिभ क्वेशनहरु गरेको थियौ एन्टी डेरिभेटिभबाट। यदि हेर्नु भएको छैन भने डिस्क्रिप्सन बक्स अथवा माथि आइरहेको आई बटनमा क्लिक गरेर हेर्न सक्नुहुन्छ। ल स्टार्ट गरौँ आजको भिडियो। एन्टी डेरिभेटिभ मल्टिपल चोइस क्वेशन। यो क्वेशन छ 2081 मा अप्सनल क्वेशन नम्बर 8 मा सोधेको थियो। क्वेशन नम्बर 1 छ। क्वेशन नम्बर 1 मा छ which of the following is the result of integration of 1 over x square plus 4 dx। यसको अप्सनहरु छ। ए नम्बरमा छ 1/2 tan inverse 2 by x minus constant। अप्सन बी छ 1/2 tan inverse x by 2 minus constant। नम्बर सी मा छ 2 tan inverse x by 2 plus constant। त्यसैगरी डी मा छ tan inverse x by 2 plus constant। ल अब यसको आन्सर हुन्छ अप्सन बी। कसरी अप्सन बी भयो भने यहाँ सोलुसन छ इंटीग्रेशन अफ 1 by x square plus 4 dx। यसलाई हामीले सल्भ गर्छौं। इंटीग्रेशन अफ 1 by x को स्क्वायर x स्क्वायर 4 भनेको दिन्छ 2 को स्क्वायर dx। अब हाम्रो फर्मुला थाहा छ हामीलाई एउटा इंटीग्रेशन अफ 1 over x स्क्वायर plus a स्क्वायर को इंटीग्रेशन के हुन्छ भनेपछि 1 by a tan inverse x by a plus c। त्यही हुन्छ यहाँ a जस्तो के भयो 2 भयो। त्यसैले 1/2 tan inverse x by a भने के भयो x by 2 plus constant। त्यसैले हाम्रो आन्सर भनेको कुन हुने भयो 1/2 tan inverse x by 2 plus constant भयो। a plus constant। यहाँ टाइपिङ मिस्टेक भएछ, यहाँ प्लस कन्स्ट्यान्ट है। ल यसलाई लियो। अब हामीले क्वेशन नम्बर 1 सल्भ गर्यो। ल त्यसैगरी अब नेक्स्ट क्वेशन जाउँ। क्वेशन नम्बर 2। यो क्वेशन 2080 मा सोधेको क्वेशन नम्बर 9। ल यसमा छ क्वेशन छ क्वेशन नम्बर 2 what is the integral of integration of dx by x square minus 36। यसको इंटीग्रेशन कति हुन्छ भने अप्सन दिएको छ 1/2 log x minus 6 by x plus 6 plus c। त्यसको अप्सन बी मा छ 1/2 log x plus 6 by x minus 6 plus c। नम्बर सी मा छ 1/6 log x minus 6 by x plus 6 plus c। त्यसको नम्बर डी मा छ 1/6 log x plus 6 by x minus 6 plus c। यसको आन्सर हुन्छ अप्सन ए। कसरी अप्सन ए भयो भने चाहिँ हाम्रो इंटीग्रेशन छ dx by x square minus 36। यसलाई सल्भ गर्छौं। कसरी गर्छौं इंटीग्रेशन अफ dx by x square 36 भने के लेख्छ 6 को स्क्वायर। अब हाम्रो इंटीग्रेशन फर्मुला छ dx by x square minus a square। यसको इंटीग्रेशन को फर्मुला के हुन्छ x square minus a square को फर्मुला के हुन्छ भनेपछि 1/2a ln x minus a by x plus a plus c। म्हणजे 1/2a 2 into a भने कति छ a जस्तो के भयो 6 भयो। 2 into 6 ln x minus a भनेको 6 x plus 6 भयो plus 6 plus c भने 2 c कति हुन्छ 12 हुन्छ। 1/12 ln x minus 6 by x plus c plus c भन्छ। अप्सन ए मा चाहिँ यसको आन्सर 1/2 ln x minus 6 by x plus 6 plus c। यसैले हामीले यसको आन्सर पत्ता लगाउन सक्यो। ल नेक्स्ट क्वेशन नम्बर 3 तिर जाउँ। नंबर 3 यो क्वेशन 2080 में सोधेको क्वेशन नंबर 9 सेट बी को क्वेशन। नंबर 3 what is the integral of integration of 1/4 plus x square dx। ऑप्शन छ नंबर ए मा 2 tan inverse x by 2 plus c। नंबर बी मा छ 1/2 tan inverse x by 2 plus c। नंबर सी मा छ 1/2 tan inverse x plus c र नंबर डी मा छ tan inverse 1/x plus c। अब यसको आन्सर हुन्छ अप्सन ए बी 1/2 tan inverse x by 2 plus c। ल कसरी भयो यसलाई सोलुसन गर्न त सल्भ गरौँ। इंटीग्रेशन अफ 1/4 plus x square dx। इंटीग्रेशन अफ 1/4 लाई हामीले लेख्यो 2 को स्क्वायर प्लस x स्क्वायर dx। अब यो पनि त्यसकै फर्मुलामा गयो 1 over x स्क्वायर प्लस a स्क्वायर dx। यसको इंटीग्रेशन हुन्छ 1/a tan inverse x by a plus c। अब यहाँ a जस्तो के छ 2 छ, x by a जस्तो के छ 2 छ भने 1/2 tan inverse x by 2 plus c भयो। यसैले हामीले यो क्वेशन पनि सल्भ गर्न सक्छौं। ल नेक्स्ट क्वेशन नम्बर 4 तिर जाउँ। नंबर 4 मा छ which of the following is the integral value of integration of dx by x square minus 1। यसको इंटीग्रेशन कुन हुन्छ भनेर सोधेको छ। हेरौँ कसरी सल्भ गर्छौं। यसको अप्सनहरु छ ए नम्बरमा 2 log x plus 1 by x minus 1 plus c। नम्बरमा छ 1/2 log x minus 1 by x plus 1 plus c।
अप्सन सी मा छ log x - 1 by x plus 1 plus c, त्यसको नम्बर डी मा छ 1/2 log x plus 1 by x - 1 plus c। त्यसको अप्सन हुन्छ आन्सर हुन्छ अप्सन बी। ल यसलाई कसरी सल्भ गर्छ इंटीग्रेशन अफ dx by x square minus 1 इंटीग्रेशन अफ dx by x square minus 1 लाई हामी के लेख्छौं 1 को स्क्वायर भनेपछि यो फर्मुलामा गयो dx by x square minus a square। ल अब यसको फर्मुला जान्छ के हुन्छ यो 1/2a log x minus a by x plus a plus c। अब यहाँ चाहिँ हाम्रो 2a 1/2 into a भनेको छ 1 छ 1/2 into 1 भनेको 2 नै भइहाल्यो अनि log x minus 1 by x plus 1 plus c भयो। त्यसैले यसको आन्सर हुने भयो 1/2। अब 2 into 1 भनेको 2 नै भइहाल्यो भनेपछि 1/2 log x minus 1 by x plus 1 plus c जुन चाहिँ अप्सन बी मा छ त्यसैले यसको आन्सर पनि अप्सन बी कै भयो। ल नेक्स्ट क्वेशनतिर जाउँ। नम्बर 5 यो क्वेशन छ which of the following is the integral of integration of 1 over 4x root 4x square minus 9 dx। यसको अप्सन छ अप्सन मा छ 1/2 log x plus root x square minus 9 4 plus c। त्यसको नम्बर बी मा छ 2 log x plus integration of root x square minus 9 4 plus c। त्यसको नम्बर सी मा छ 1/2 log x minus root x square minus 9 4 plus c। त्यसको नम्बर डी मा छ 2 log x minus root x square minus 9 4 plus c। यसको करेक्ट आन्सर छ अप्सन ए। अप्सन ए। ल कसरी यो अप्सन ए भयो ल हेर्नु त यसको सोलुसन इंटीग्रेशन अफ 1/4x square minus 9 dx। अब यहाँबाट हामीले के गरेर मैले सुरुमा 4 कमन निकाल्यो 4 कमन निकाल्यो के माग्यो x स्क्वायर माइनस अब यहाँ त 9 मात्रै छ तर 4 कमन डिवाइड बाइ 4 भनेर 9/4 भयो। अब यहाँ √4 छ √4 लाई बाहिर निकाल्नु कति हुन्छ √4 भनेको कति हो 2 हो म्हणजे यो 1/2 भयो 1/2 लाई बाहिर निकाल्यो 2 भयो इंटीग्रेशन अफ 1/√x स्क्वायर माइनस 9/4 लाई हामी के लेख्यो 3/2 होल स्क्वायर dx। अब हाम्रो फर्मुला छ एउटा dx by root x square minus a square। यसको फर्मुला चाहिँ के हुन्छ भनेपछि log x plus root x square minus a square plus c। यही हुन्छ हाम्रो फर्मुला। अब यो फर्मुला हुन्छ यो 1/2 छ यसको फर्मुला भनेको के हुन्छ यो जस्तो भयो log x भनेको x नै भयो प्लस अब x स्क्वायर भनेको x स्क्वायर नै भयो माइनस a भनेको के छ 3/2 होल स्क्वायर प्लस c। अब यसलाई हामीले सल्भ गरेर के कति हुन्छ 1/2 log x plus root x square minus 3 को स्क्वायर भनेको 9 2 को स्क्वायर भनेको 4 भनेपछि root x square minus 9/4 plus c। म्हणजे यो चाहिँ कुन अप्सनमा छ अप्सन ए मा छ। त्यसैले 1/2 log x plus root x square minus 9/4 plus c। त्यसैले हामीले यो कुरा पनि सल्भ गर्न सक्यौ। ल नेक्स्ट क्वेशनतिर जाउँ। नम्बर 6 which of the following is the following which of the following which of the following is the which of the following is the integral value of integration of dx by 4x square plus 1। अब इसको ऑप्शन छ ऑप्शन ए मा छ tan inverse 2x plus c। नम्बर बी मा छ 1/2 tan inverse 2x plus c। ऑप्शन सी मा छ 2 tan inverse x by 2 plus c र ऑप्शन डी मा छ 2 tan inverse 2x। को करेक्ट आन्सर छ ऑप्शन बी म्हणजे 1/2 tan inverse 2x plus c। ल कसरी भयो हेर्नु त यसको सोलुसन इंटीग्रेशन अफ dx by 4x square plus 1 इंटीग्रेशन अफ dx by 4x स्क्वायर हामी के लेख्यो 2x होल स्क्वायर प्लस 1 को स्क्वायर। अब यहाँ यो यदि यस हाम्रो फर्मुला यो फर्मुला जान्छ dx by x square plus a square। अब यहाँ x मात्रै हुनु पर्छ यहाँ 2x छ भने 2 बढी x ले यसलाई बाहिर निकाल्यो 1/2 गर्यो। अब यसको खास फर्मुला हुनु पर्दाखेरि 1/a tan inverse x by a plus c हो। अब यहाँ चाहिँ यो 1/a भनेको छ 1 भयो tan inverse x भनेको 2x by 1 भयो plus c। तर यहाँ 2 भएको कारणले गर्दाखेरि यो 2 लाई पनि बाहिर निकाल्नु पर्यो। त्यसैले 1/2 into 1/1 tan inverse 2x by 1 plus c। अब यसलाई सल्भ गरेको दिन्छ 1 1 1 2 1 2 tan inverse 2x by 1 भनेको 2x नै भयो प्लस c भयो। त्यसको आन्सर करेक्ट हाम्रो कति आयो 1/2 tan inverse 2x plus c हुन्छ। यसरी हामीले यो क्वेशन पनि सल्भ गर्न सकियो। नेक्स्ट क्वेशन नम्बर 7 यो क्वेशन पनि 2079 मा सोधेको क्वेशन नम्बर 8 मा सोधेको। ल क्वेशन छ नम्बर 7 को इंटीग्रेशन अफ 1/√1 minus x square dx is equal to कति कुन हुन्छ ए मा छ tan inverse x plus k। ऑप्शन बी छ cos inverse x plus k। सी मा छ sec inverse x plus k र ऑप्शन डी छ sin inverse x plus k। यसको करेक्ट आन्सर छ sin inverse x plus k। हेर्नु त यसलाई सोल्युसन इंटीग्रेशन अफ 1/√1 minus x square dx इंटीग्रेशन अफ 1/1 लाई हामी 1 को स्क्वायर यसलाई x को स्क्वायर। अब इंटीग्रेशन को फर्मुला के छ dx by a square minus x square। यसको इंटीग्रेशन के हुन्छ sin inverse x by a plus c। यहाँ sin inverse x by a भनेको छ 1 छ प्लस c c हैन यहाँ के थियो अप्सन यहाँ के नै राख्दियौ।
अनि sin इन्भर्स x by 1 भनेको कति हुन्छ x नै हुन्छ त्यसैले यसको करेक्ट एन्सर हुने भयो sin इन्भर्स x plus k हुन्छ यसलाई हामीले क्वेशन पनि सल्भ गर्न सकियो नेक्स्ट क्वेशन छ नम्बर 8 यो पनि 2079 मा सोधेको क्वेशन हो क्वेशन छ इंटीग्रेशन अफ 1 over a square minus x square dx is equals to अब यो त कुनको फर्मुला थाहा छ हामीलाई फर्मुला के को फर्मुला हुन्छ 1/2a ln a plus x by a minus x plus a हो स्क्वायर फर्मुला यो ठ्याक्कै फर्मुला सोधेको फर्मुला हामीलाई थाहा छ इंटीग्रेशन अफ 1/a square minus x को फर्मुला के हुन्छ 1/2a ln a plus x by a minus x plus a यसको करेक्ट एन्सर भयो ल नेक्स्ट क्वेशन नम्बर 9 if integration of fx dx equal to fx then integration of fx whole square dx कति हुन्छ ल के भन्छ यदि fx को इंटीग्रेशन गर्दाखेरि यदि fx नै आउँछ भने यो fx होल स्क्वायर गर्दा कति हुन्छ भनेपछि यसको आन्सर करेक्ट एन्सर चाहिँ हुन्छ 1/2 fx को होल स्क्वायर कसरी भयो भने जस्तै एउटा एक्जाम्पलबाट बुझौं जस्तै इंटीग्रेशन अफ जस्तै e को पावर x dx नै भन्नुला यसको इंटीग्रेशन गर्दा कति हुन्छ e को पावर x हुन्छ fx dx गर्दा fx नै आयो अब यसको होल स्क्वायर गर्नु भने जस्तै यसको e को पावर x को होल स्क्वायर dx कति हुन्छ भने यो भनेको कति e को पावर 2x हुन्छ x * 2 भनेको 2x / dx अब यसको इंटीग्रेशन भनेको कति हुन्छ e को पावर 2x/2 हुन्छ हामीलाई थाहा छ यो भनेको के हो 1/2 e को पावर 2x भयो प्लस c अब यो 1/2 जस्तो 1/2 नै भयो अब यो e को पावर 2x भनेको जस्तो यहाँ देखि मैले fx माने भने यो के हो 1/2 fx भयो अब यसलाई हामीले के लेख्नु हुन्छ आज यसलाई 1/2 यसलाई के लेख्नु e को पावर x को होल स्क्वायर लेख्नु हुन्छ प्लस c अब 1/2 को 1/2 नभए e को पावर x भनेको fx हो भने 1/2 fx को होल स्क्वायर भयो त्यही गरे प्लस c हेर्नुस् त्यही भयो अझै यदि इंटीग्रेशन अफ fx dx छ भनेको fx हुन्छ भने इंटीग्रेशन अफ fx को होल स्क्वायर भनेको कति हुँदै रहेछ 1/2 fx को होल स्क्वायर हुँदै रहेछ भनेर बुझ्न सकिन्छ यो एक्जाम्पल बुझ्न सकिन्छ यसैले यो क्वेशन सल्भ गर्न सकिन्छ अझै यति बुझ्नु होला यसको fx होल स्क्वायर भनेको कति हुँदै रहेछ 1/2 fx को होल स्क्वायर हुँदै रहेछ यसैले हामी क्वेशन गर्न सकिन्छ ल नेक्स्ट क्वेशन नम्बर 10 नम्बर 10 मा छ इंटीग्रेशन अफ cos 2x - 1 upon cos 2x + 1 dx यसको आन्सर कति हुन्छ भने सोधेछ नम्बर 10 मा अप्सन छ tan x - x + c अप्सन बी मा छ x + tan x + c अप्सन सी मा छ x - tan x + c त्यसै अप्सन डी मा छ -x - cot x + c यसको करेक्ट आन्सर हुन्छ अप्सन सी x - tan x + c कसरी भयो हेर्नु त इंटीग्रेशन अफ cos 2x - 1 / cos 2x + 1 यो माथिबाट हामीले कमन लिन्छ माइनस कमन लिएर 1 अगाडि हुन्छ cos 2x पछाडी हुन्छ अनि -1 - cos 2x upon cos 2x + 1 dx अब यसको फर्मुला हुन्छ हामीले क्लास 10 मा पढेको छ एउटा फर्मुला मल्टिपल एंगल्स को फर्मुला जसमा के छ भने cos 2a भनेको के छ 2 cos स्क्वायर a - 1 यो -1 अगाडि ल्याइदियो भने के हुन्छ प्लस हुन्छ 1 plus cos 2a भनेको के हुन्छ 2 cos स्क्वायर a त्यसकै एउटा चाहिँ हामीले फर्मुला पढेको छ cos 2a भनेको के भन्छ 1 - 2 sin स्क्वायर a हुन्छ भनेपछि अब -2 sin स्क्वायर लाई त्यसले प्लस हुन्छ 2 sin स्क्वायर a हुन्छ इक्वल टु 1 प्लस cos 2 भनेको उल्टा जान्छ 1 - cos 2 भनेपछि यहाँ के भयो 1 plus cos 2 भनेको 2 cos स्क्वायर a हुँदै रहेछ अनि 1 - cos 2 भनेको कति रहेछ 2 sin स्क्वायर a हुँदै रहेछ अब त्यसैगरी यहाँ त माइनस को माइनस भ्यालु 1 - cos 2a जस्तो 1 - cos 2a जस्तो भने के हुन्छ 2 sin स्क्वायर a रहेछ अनि 2 sin स्क्वायर a जस्तो के छ x हो भने 2 sin स्क्वायर x भयो बाइ यहाँ पनि हेर्नु cos 2x + 1 अथवा 1 plus cos 2x एउटै कुरा 1 plus cos 2 भनेको कति हुन्छ 2 cos स्क्वायर a हुन्छ 2 cos स्क्वायर a भनेको के छ x dx अब यहाँबाट यो 2 र 2 काटिन्छ मतलब इंटीग्रेशन अफ माइनस sin वे cos भनेको tan हो त्यसैले स्क्वायर छ त्यसैले tan स्क्वायर x dx भयो अब फेरि इंटीग्रेशन माइनस अब हामीले थाहा छ एउटा फर्मुला sec स्क्वायर a minus tan स्क्वायर a इक्वल टु यो हामी क्लास 9 मै पढेको अप्सन म्याथमा 8 9 मा अब माइनस गर्दा लागि के हुन्छ प्लस हुन्छ मतलब sec स्क्वायर a इक्वल टु कति हुन्छ 1 plus tan स्क्वायर a हुन्छ तर हामीले यहाँ sec स्क्वायर a को हैन tan स्क्वायर a को चाहिएको tan स्क्वायर a इक्वल टु कति हुन्छ यहाँबाट tan स्क्वायर a को निकाल्ने भने प्लस गर्दा लागि माइनस 1 हुन्छ sec स्क्वायर a minus 1 हो भयो भने tan स्क्वायर x भनेको के रहेछ sec स्क्वायर x minus 1 हुँदै रहेछ अब यसपछि यो माइनस यहाँ त माइनस को माइनस नै भयो tan स्क्वायर x भनेको के रहेछ sec स्क्वायर x minus 1 dx रहेछ अब यसलाई सल्भ गर्नु त माइनस sec स्क्वायर x भ्यालु माइनस माइनस प्लस 1 dx अब यसलाई छुटाउनु पर्यो भनेपछि इंटीग्रेशन अफ माइनस sec स्क्वायर x dx प्लस इंटीग्रेशन अफ 1 dx अब यो माइनस लाई बाहिर निकाल्दियो इंटीग्रेशन अफ sec स्क्वायर x dx प्लस यसको इंटीग्रेशन 1 dx अब यसको इंटीग्रेशन भनेको कति हुन्छ tan x हुन्छ यो माइनस त माइनस भएर यसको इंटीग्रेशन भनेको कति हुन्छ tan x हुन्छ यो प्लस 1 dx भनेको कति हुन्छ x प्लस c हुन्छ x पोजिटिभ छ पोजिटिभ लगा राखौं x minus tan x plus c हुन्छ यसैले हामीले यो क्वेशन पनि सल्भ गर्न सकिन्छ यसैले यसको आन्सर कति आयो x minus tan x plus c आयो यसैले हामीले यो क्वेशन पनि सल्भ गर्न सकियो ल त्यसैगरी नम्बर 11 तिर जाउँ नम्बर 11 मा छ इंटीग्रेशन अफ x cos x dx इक्वल टु कति हुन्छ भने अप्सन छ हाम्रो अप्सन ए मा छ -1/2
sin square x plus c, अप्सन बी छ 1/2 sin square x plus c, अप्सन सी मा छ -1/2 sin x square plus c, अप्सन डी मा छ 1/2 sin x square plus c। हाम्रो करेक्ट आन्सर हुन्छ अप्सन डी। अप्सन डी कसरी भयो अप्सन डी? ल हेर्नु त सोल्युसन इंटीग्रेशन अफ x cos x square dx। अब जुन यो x स्क्वायर छ यो x स्क्वायर यसलाई हामीले के गर्छौं सपोज गर्छौं लेट y x स्क्वायर दुवैटा डिफरेन्शिएट गर्छौं त्यो गर्दा dy by dx 2x हुन्छ। यसलाई क्रस मल्टिप्लाई गर्दियो भने dy 2x dx हुन्छ। तर हामीले के को भ्यालु छ x dx को x dx भने dy 2x dx यदि x dx मात्रै हो भने 2 लाई त उता लाग्नु पर्यो भने के हुन्छ 1/2 हुन्छ 1/2 dy कति हुन्छ x dx हुन्छ। x dx भ्यालु कति रहेछ 1/2 dy रहेछ। Now integration of x cos x square dx। अब हेर्ने x dx यो x in यो dx x dx भनेको कति हुन्छ 1/2 dy भइहाल्यो cos को cos नै भयो x स्क्वायर भनेको कति छ y छ भनेपछि y भन्छ के 1/2 cos y dy भयो। अब यो 1/2 भनेको कांस्टेन्ट यसले बाहिर निकाल्दियो इंटीग्रेशन अफ cos y dy भयो भनेपछि 1/2 cos y को इंटीग्रेशन कति हुन्छ sin y हुन्छ प्लस c। अब यो y भनेको कति हो x स्क्वायर हो त्यसैले यो 1/2 sin x स्क्वायर प्लस c भन्छ। यसको अप्सन कुनसँग मिल्यो अप्सन डी सँग मिल्यो 1/2 sin x स्क्वायर प्लस c हुन्छ। यसैले हामीले यो क्वेशन पनि सल्भ गर्न सकिन्छ। ल नेक्स्ट क्वेशन नम्बर 12। नम्बर 12 छ इंटीग्रेशन अफ 1/5 plus 4 cos x dx भने कति हुन्छ भने सोधेछ। अप्सन छ ए मा 2/3 tan इन्भर्स 1/3 tan x plus c, अप्सन बी मा छ 1/3 tan इन्भर्स 1/3 tan x plus c, अप्सन सी मा छ 2/3 tan इन्भर्स 1/3 tan x by 2 plus c र अप्सन डी मा छ 1/3 tan इन्भर्स 1/3 tan x by 2 plus c। हाम्रो करेक्ट आन्सर हुन्छ अप्सन सी 2/3 tan इन्भर्स 1/3 tan x by 2 plus c। अब यसको हाम्रो इंटीग्रेशन निकाल्नु भने इंटीग्रेशन अफ 1/5 plus 4 cos x भनेपछि अब यो भनेको कुन फर्ममा गयो भनेपछि हाम्रो थाहा छ यो कुन फर्ममा गयो भनेपछि यो छ कम्पेयरिङ दिस टु इंटीग्रेशन अफ 1/a plus b cos x dx यो सँग गयो। अब यसमा हेर्ने हो भने यहाँ a जस्तो के भयो 5 भयो b जस्तो के भयो 4 भनेपछि यदि a को भ्यालु b सँग ठूलो भन्दाखेरि हाम्रो यहाँ दुईटै कन्डिसन थियो यदि a is greater than b एउटा के थियो a is less than b ठूलो भने के गर्ने सानो भने के गर्ने कन्डिसन थियो। त्यसमा हामीले यो पहिला प्रुफ पनि गरिसकेको थियो यो क्वेशनहरु हामीले पहिला पनि गरेको थियो के हुन्छ कन्डिसन हुन्छ यदि a भन्दा b ठूलो भयो भने के हुन्छ यसको इंटीग्रेशन 2/√a square minus b square tan inverse √a minus b by a plus b tan x by 2 हुन्छ। अनि यदि चाहिँ a चाहिँ b भन्दा सानो छ भने भनेको b ठूलो छ भने यहाँ चाहिँ a ठूलो भयो यहाँ चाहिँ b ठूलो भइदियो भने के हुन्थ्यो भनेपछि 1/√b square minus a square log √b plus a plus √b minus a tan x by 2 by यतापट्टि पनि त्यस्तै b plus a minus b minus a tan x by 2 अनि यो प्लस यो त छँदै यो हुन्छ। तर यहाँ चाहिँ त्यस्तो छैन यति लामो त्यो जानु पर्दैन जस्ट यसमा के बुझ्नु होला यदि a चाहिँ b भन्दा ठूलो छ भने कुन कन्डिसन लाउनु पर्यो यो लाउनु पर्यो भने 2/a square minus b square tan inverse √a minus b by a plus b tan x by 2 आछ। यसमा a भनेको 5 छ b भनेको 4 छ त्यो भ्यालु राखौं हामी सल्भ गरौँ कति हुन्छ ल हेरौँ। भनेपछि इंटीग्रेशन अफ 1/5 plus 4 cos dx भनेको 2/√a square minus b square tan inverse √a minus b by a plus b tan x by 2 plus c। अब यसमा a भनेको 5 छ b भनेको 4 छ भनेपछि 2/a square भनेको 5 square b भनेको 4 square tan inverse √a 5 minus 4 by 5 plus 4 tan x by 2 plus c। अब 2/25 square भनेको 25 4 square भनेको 60 √25 minus 16 tan inverse 5 minus 4 भनेको 1 5 plus 4 भनेको 9 √1/9 tan x by 2 plus c 2/25 minus 6 भनेको √9 भनेको 3 हुन्छ 2/3 आउँछ ठ्याक्कै tan इन्भर्स √1 भनेको 1 भयो र √9 भनेको 3 हुन्छ 2/3 tan इन्भर्स 1/3 tan x by 2 plus c हुन्छ। यसैले हामीले यो क्वेशन पनि सल्भ गर्छौं यो चाहिँ कुन अप्सनसँग मिल्यो ठ्याक्कै अप्सन सी सँग मिल्यो 2/3 tan इन्भर्स 1/3 tan x by 2 plus c ठ्याक्कै यसको आन्सर यही भयो। ल त्यसैगरी नेक्स्ट क्वेशन छ नम्बर 13। नम्बर 13 मा छ इंटीग्रेशन अफ 1/x square plus 5 dx अनि यसको अप्सन छ 1/5 tan inverse x by 5 plus c, अप्सन बी छ 1/5 tan inverse x by √5 plus c, अप्सन सी छ 1/5 tan inverse x by √5 plus c अनि अप्सन डी छ 1/5 tan inverse x by 5 plus c। ल यसको अप्सन करेक्ट आन्सर अप्सन सी कसरी भयो हेर्नु त √1/x square plus 5 dx यसलाई हामी के लेख्नु हुन्छ 1/x square plus 5 लाई के लेख्नु हुन्छ √5 को होल स्क्वायर। अब यो ठ्याक्कै फर्मुलामा गयो dx by x square plus a square यो फर्मुला के को फर्मुला हुन्छ यसको फर्मुला हुन्छ 1/a tan inverse
x by a plus c 1 by a जस्तो के भयो √5 tan इन्भर्स x को x नै भयो बाइ a भनेको छ √5 plus c भनेपछि कुन अप्सनसँग मिल्यो अप्सन c त्यो भनेको 1 by √5 tan इन्भर्स x by √5 plus c यसै गरी हामीले क्वेशन पनि सल्भ गर्न सक्छौं ल अब हाम्रो लास्ट क्वेशन यो भिडियोको लास्ट क्वेशन हो नम्बर 14 नम्बर 14 मा छ इंटीग्रेशन अफ 1 by x minus 2 x minus 3 dx यो चाहिँ पार्शियल फ्र्याक्सन को क्वेशन भयो यो कसरी सल्भ गर्छ हेरौँ त यसको अप्सन आउट दिएको छ हामीलाई क्वेशन 14 को अप्सन के छ 1 by 5 ln x minus 2 by x minus 3 plus c अप्सन बी छ ln x minus 2 by x minus 3 plus c यो अप्सन सी छ ln x minus 3 by x minus 2 plus c यो अप्सन डी छ 1 by 5 ln x minus 3 by x by 2 plus c ल यसलाई हामीले पार्शियल फ्र्याक्सन फर्ममा लेख्छौं यसको अप्सन सी भइहाल्यो आन्सर अब यसमा यसको सोल्युसन कसरी भयो हेरौँ त इंटीग्रेशन अफ 1 by x minus 2 x minus 3 dx यसलाई हामी के लेख्न मिल्छ पार्शियल फ्र्याक्सन फर्ममा भनेपछि 1 by x minus 2 x minus 3 मलाई के लेख्न सकिन्छ a by x minus 2 plus b by x minus 3 अब यो जस्तै त्यस्तै भइहाल्यो यसको एलसीएम दिए भने कति हुन्छ x minus 2 x minus 3 भने यहाँ फर्स्ट पार्टमा के छैन x minus 3 x minus 3 ले a सँग गर्नु पर्यो यसमा के छैन x minus 2 x minus 2 ले b सँग गर्नु पर्यो अब यहाँबाट गर्ने हो यो x minus 2 र x minus 2 क्यान्सल x minus 3 x minus 2 पनि क्यान्सल भयो 1 को 1 नै भयो स्क्वायर अब यसलाई मल्टिप्लाई गर्यो भने a into x भनेको ax minus 3 into a भनेको 3a plus b into x भनेको bx plus into minus 2 b into 2 भनेको 2b यो x र x लाई एक ठाउँ राखौं भनेपछि a plus bx हुन्छ दुई कमन छ xx अब यहाँ बाँकी भयो के minus 3a minus 2b त्यही गरे हेर्नु त a plus bx plus minus 3 minus 2 अब यसलाई इक्वेटिङ गर्छ भने कोएफिसिएन्ट इक्वल गर्नु यहाँ x यताबाट x छैन भनेपछि इक्वल टु 0 हुन्छ इक्वल a plus b इक्वल टु 0 अब यहाँ कन्स्ट्यान्ट हो यो पनि कन्स्ट्यान्ट 1 पनि कन्स्ट्यान्ट हो त्यसो minus 3 minus 2b इक्वल टु 1 भयो आज यो दुईटा इक्वेसनलाई सल्भ गर्छौ र a र b को भ्यालु निकाल्छौ त्यो भ्यालु गएर यहाँ राख्छौ अनि त्यसपछि इंटीग्रेसन गर्छौ अनि त्यसपछि आन्सर निकाल्छौ हैन त अब a plus b इक्वल 0 minus 3 minus 2b इक्वल टु 1 इक्वल टु 1 भयो अब यसपछि यसको हामीले के गर्छौ क्रस मल्टिप्लाई सरी यसलाई हामीले सल्भ गर्छौ भनेपछि इक्वेसन 1 लाई 2 ले मल्टिप्लाई गर्छौ यो दुईटा इक्वेसनलाई जोड्छौ ल हेरौँ त मल्टिप्लाइङ इक्वेसन 1 by 2 एन्ड एडिङ बोथ इक्वेसन 3a plus 2b 2 ले मल्टिप्लाई गर्दा कति हुन्छ 2 into a 2a 2 into b 2b इक्वल 0 into 2 भनेको 0 भयो यतापट्टिको जस्ताको त्यस्तै minus 3 minus 2b इक्वल टु 1 अब एड गर्दाखेरि के भयो भने चाहिँ minus 2b र plus 2b क्यान्सल भनेपछि 2a बाट 3a घटाउँदा minus a 0 बाट 0 1 त 1 यो minus a उता के हुन्छ उता जान्छ भनेपछि a इक्वल टु कति हुने -1 अथवा minus a इक्वल टु 1 थियो भने दुईतिर माइनस ले मल्टिप्लाई गर्दा यहाँ पनि माइनस ले मल्टिप्लाई गर्दा यहाँ पनि माइनस माइनस प्लस हो यहाँ a मात्र भयो उताबाट माइनस a माइनस 1 भएपछि a को भ्यालु कति आयो -1 अब यो भ्यालु गरे कहाँ राख्छौ हामी इक्वेसन सेकेन्ड राख्छौ भनेको a plus b इक्वल टु 0 भनेपछि a plus b इक्वल 0 एक ठाउँमा -1 राख्छौ भनेपछि -1 plus b इक्वल 0 -1 उताबाट के हुन्छ +1 भने 0 + 1 भनेको 1 भनेपछि a को भ्यालु -1 b को भ्यालु 1 आयो अब त्यो भ्यालु गरे कहाँ राख्छौ यहाँ राख्छौ यसमा 1 by x minus 2 x minus 3 इक्वल टु a by x minus 2 plus b by x minus 3 यसमा राख्छौ त्यो भनेपछि के हुन्छ 1 by x minus 2 x minus 3 इक्वल टु a by x minus 2 plus b by x minus 3 a भनेको कति हो -1 -1 by x minus 2 plus b भनेको 1 by x minus 3 अब दुवैतिर इंटीग्रेसन गर्छौ इंटीग्रेसन गरेपछि के हुन्छ ल हेर्नु त इंटीग्रेसन अफ 1 by x minus 2 x minus 3 dx इक्वल टु अब यसको इंटीग्रेसन गर्नु पर्यो -1 by x minus 2 dx भयो प्लस यसको इंटीग्रेसन 1 by x minus 3 dx अब यसको इंटीग्रेसन भने कति हुन्छ log माइनस यो माइनस यहाँ भयो त्यसैले माइनस को माइनस ln x minus 2 यो चाहिँ इंटीग्रेसन अफ 1 by x dx के भने के हुन्छ ln x हुन्थ्यो त्यही अनुसार यहाँ पनि त्यस्तै भयो माइनस को माइनस ln x minus 2 भयो प्लस यसको इंटीग्रेसन ln x minus 3 plus c अब यो प्लस लगाएर राखौं ln x minus 3 minus ln x plus 2 plus c भयो अब हामीले एउटा प्रोपर्टी पढेछ ln a minus ln b माइनस मा छ के हुन्छ यो डिभाइड हुन्छ भनेपछि ln a by b हुन्छ त्यही अनुसार यो के भयो ln a minus b a by b भनेपछि x minus 3 by x minus 2 भयो अनि प्लस c छ यसैले हाम्रो अप्सन मिल्यो 1 ln x minus 3 by x plus 2 plus c यसैले हामीले क्वेशन पनि सल्भ गर्न सकियो ल आजको भिडियोमा हामीले मल्टिपल चोइस क्वेशन एन्टी डेरिभेटिभ को क्वेशन नम्बर 1 देखि क्वेशन नम्बर 14 सम्म सबै क्वेशन गर्यो विथ एक्सप्लेनेसन यसमा टिक लगाउने मात्र हैन कसरी भयो त्यो पनि एक्सप्लेन गरेर गर्दैछु छु यदि अझै पनि के डाउट छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ दैट्स ऑल फॉर टुडे भिडियो थ्यांक यू फॉर वाचिङ आवर भिडियो इफ दिस भिडियो हेल्प यू वी आर भेरी थ्याङ्कफुल टु यू यदि कुनै पनि डाउट छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ अथवा हाम्रो WhatsApp मा पनि मेसेज गर्न सक्नुहुन्छ त्यसको रिप्लाई सियोर नै दिने नै छु कीप practicing and stay connected to our YouTube channel thank you for watching see you in the next video soon thank you